नेपाली जनताले भोगेका कर हो। यो जनतालाई लुटेसराको कर बढाइ लागू भएको छ हाम्रा लागि। यो करमा सुधार गर्नुपर्ने तपाईँ नीतिगत रूपमा जाने भएको हुनाले यो करमा अति आवश्यक लुटेसरा नै छ कि करमा चाहिँ यो कर चाहिँ तपाईँले सुधार्ने काम गरिदिनु होला है। तपाईँको चाहिँ आशा अब अरू संविधान संशोधनका विषयमा चाहिँ यो मैले अब मेरो व्यक्तिगत तरिकाबाट अब सामाजिक सञ्जालबाट पुरागत रूपमा छ यहाँ। यो चाहिँ हजुरले चाहिँ नफालिदिनु होला, अध्ययन गरेर सदनमा लगेर थप गडबडिसो थप्नु होला है। धन्यवाद। जनता सचेत भइसकेका छन्। अब के नीतिगत कुराहरू कसरी फेर्नुपर्छ, के गर्नुपर्छ भनेर आफ्ना उम्मेदवारलाई यसरी माइन्डेड हामीले दियौँ भने देशले पक्कै पनि निकास पार्नेछ। जय घन्टी। अबको कार्यक्रम ज्योतिनगर हुँदै मिलनचोक ज्योतिनगर हुँदै मेघोलीसम्मको कार्यक्रम रहेको छ। पार्टी प्रवेशको पनि सायद यहाँ कार्यक्रम रहेको छ। कृपया विकासलाई ल को हुनुहुन्छ कृपया अगाडि आउनु होला। सविता गौतमज्यूले यहाँलाई यो ब्याज वितरण गरिदिनु न हार्दिक अनुरोध गर्दछु। हामीसँग समय एकदमै कम छ, धेरै ठाउँमा पुग्नु पर्नेछ, त्यसैले हामी छिटो एकदम ढिलो नगरिकन अगाडि बढ्नेछौँ। धनकुमारी गति कुमार हुनुहुन्छ, उहाँलाई जोरदार तालीले सम्मान गरिदिनु न। आदरणीय बुवा पनि हुनुहुन्छ, अर्जुन खनाल बुवा हुनुहुन्छ। कृपया अर्जुन खनाल बुवालाई पनि एकपटक जोरदार तालीले सम्मान गरिदिनु न हार्दिक अनुरोध गर्दछु।